जय होस्। आज चाहिँ म यहाँहरूलाई असफलताको पछाडि सफलता लुकेको हुन्छ भन्ने शीर्षकमा केही भन्दैछु। तपाईँहरूलाई सबैभन्दा बढी कुन कुराको डर लाग्छ? असफलताको, आलोचनाको वा नयाँ सुरुवातको? धेरै जस्तो मानिसहरू क्षमता नभएर भन्दा पनि डरको कारणले पछाडि परिरहेको हुन्छ। डर एउटा बन्द ढोका जस्तै हो। हामी ढोका बाहिर उभिएर सोच्ने गर्छौँ, भित्र भयङ्कर अन्धकार होला, एकदम खतरा हुन सक्छ या समस्या धेरै हुन सक्छ। तर जब ढोका खोल्छौँ त्यहाँ अवसर पाउँछौँ। इतिहासका सबै सफल मानिसहरूले एउटा काम गरे। उनीहरूले डर हुँदाहुँदै पनि कदम चाले, साहस गरे। साहस हुनु भनेको डर नहुनु होइन, डर हुँदाहुँदै पनि अगाडि बढ्नु हो। यदि तपाईँले अहिले कुनै निर्णय लिन डराइरहनु भएको छ भने एउटा कुरा सम्झनुहोस्, पछुतो सधैँ प्रयास नगरेको कुरामा हुन्छ, प्रयास गरेको कुरामा होइन। त्यसैले डरलाई बहाना होइन, सङ्केत बनाउनुहोस्, किनकि सम्भवतः तपाईँको ठुलो अवसर त्यही डरको पछाडि लुकेको हुन सक्छ। जय होस्। राधे राधे।